नेपाली फाइटर रविन्द्र राठले चाहिँ उसको रोड टु यूएफसीको क्वार्टर फाइनल म्याच चाहिँ जितिसकेको छ भने अन द अदर साइड इन्डियन फाइटर चुङरिन कोरियनले पनि उसको फाइट चाहिँ जितिसकेको छ। दा चाहिँ किम्बर्ट भर्सेस रविन्द्र राठको फर्स्ट राउन्डको कुरा गर्नुपर्दा रविन्द्र राठ अलमोस्ट गेट नक्ड आउट। द्याट्स द सिल्ली मिस्टेक है, इभन दो द्याट्स नट अ हेभी पन्चेस ल्यान्डेड अथवा हेभी ल्यान्डेड थिएन पन्चेसहरू। सो द्याट्स द सिल्ली मिस्टेक। अनि जस्ट जुन तरिकाले क्या किम्बर्ट आयो नि उसको प्रिभियस फाइटहरू हेर्दा भन्दा इट्स इन्सेन ब्रो, it's a road to UFC नि त। so he able to get up from the bottom होइन, ground and pound पोजिसनबाट आइरहेछ, throwing some left hook or left punches होइन, आउटसाइड किकहरू मल्टिपल आउटसाइड किक, नट हेभी बट मल्टिपल आउटसाइड किकहरू हानिरहेको थियो। जसरी एग्रेसिभली आयो नि किम्बर्ट, बट रविन्द्र राठ वेल म्यानेज गरे भन्छु प्रेसरलाई चाहिँ। अनि हि गेभ अल राउन्ड फर्स्टदेखि सेकेन्डको जुन इन्डिङ पोइन्ट्सहरूमा थियो सबै प्रेसरहरू चाहिँ हि म्यानेज एन्ड ट्राइङ टु डु प्रेसर टु द किम्बर्ट है। सो किम्बर्ट चाहिँ 5'4" देखि 5'5" फिटको छ है। सो त्यो भएपछि चाहिँ जसरी चाहिँ उसले चाहिँ एन्टी रेस्लिङ खेल्यो नि ओभर 5'7", 5'8", रविन्द्र राठ नर्मली 5'7", 5'8" छ, त्यो हाइटको व्यक्तिसम्म इट्स इन्सेन। बिफोर है उसको प्रिभियस फाइटहरूमा पनि त्यस्तो राम्रो एन्टी रेस्लिङहरू देखेको थिएन, बट यो स्पेसियल्ली यो फाइटको पनि फर्स्ट राउन्डमा चाहिँ इट्स इन्सेन दामी नै गरेको हो उसले। आउटसाइड किक्स मल्टिपल टाइम होइन, गेट अप होइन, एबल टु गेट अप फ्रम द ग्राउन्ड एन्ड पाउन्ड पोजिसन, इट्स इन्सेन ब्रो। हि डिड वेल फर्स्ट राउन्ड एन्ड बाई जज आई विल होइन, म चाहिँ तपाईँहरूलाई यहाँनिर राखिदिने छु। मल्टिपल टाइम गेट अप एन्ड गेट हिज फर्स्ट राउन्ड क्या बाई जज। अन द अदर साइड रविन्द्र राठको कुरा गर्नुपर्दा चाहिँ हि मल्टिपल टाइम थ्रो उसको लेग किकहरू, यो चाहिँ किन पनि जस्तो लाग्छ भने उसलाई डिसएडभान्टेज थियो। सो मेन्टेनिङ द डिस्टेन्स मेन्टेन पनि गर्यो अनि फर्स्टै राउन्डबाट प्रेसर पनि दियो फर्स्ट सेकेन्डबाट नि, एन्ड देन उसको चाहिँ लेग किकहरू थ्रो गर्नुको रिजन भनेको पोजिसन मेन्टेन गर्नु पनि थियो। जब उसले चाहिँ स्विच टु अर्थोडक्स पोजिसनबाट जब साउथ प खेल्यो नि त्यसपछि चाहिँ हि ल्यान्डेड सम लेग किक्स होइन, म्यानेजिङ एन्ड सम स्ट्राइकिङ सम पन्चेज है, ट्राइङ टु नी टु द हेड होइन, थ्रोइङ नी टु द हेड, द्याट्स इन्सेन। फर्स्ट राउन्ड चाहिँ हेड टु हेड थियो, इभन किम्बर्ट टुक इट होइन फर्स्ट राउन्ड बाई जजेस स्कोर। सेकेन्ड राउन्डमा ओन्ली आई थिङ्क 1 or 2 लेफ्ट पन्चेस फ्रम किम्बर्ट साइड है। किम्बर्टको साइडबाट चाहिँ एउटा अथवा दुईवटा जस्तो लाग्छ मलाई इनिसियलमा पन्चेस मात्र, एन्ड देन ग्राउन्ड एन्ड पाउन्ड। त्यसपछि रविन्द्र राठ फुल्ली डोमिनेसन, थ्रोइङ पन्चेस ओभर पन्चेस होइन, एल्बो टु दि बडी, एल्बो टु दि थाई, ड्र्यागिङ द योर अपोनेन्ट होइन टु द सेम पोजिसन, थ्रोइङ पन्चेस, ट्राइङ टु डु सम एल्बो, इट्स इन्सेन है। जसरी उसले ड्र्याग गर्यो नि अपोनेन्टलाई, द्याट्स इन्सेन। आफ्नो पोजिसनमा अन टु द टप जुन पोजिसन चाहिँ उसले गुमाएन नि, द्याट्स इन्सेन है। हि म्यानेज टु डु इट। सो अपकमिङ फाइटर चाहिँ रविन्द्र राठको अस्ट्रेलियन फाइटर खसिपसँग हुनेछ जसको चाहिँ 8-0 रेकर्ड छ। सो इफ ब्रेकडाउन चाहिन्छ भने भन्नु होला। लेट्स मुभ टु द चुङरिन कोरियनको फाइटमा। त्यस चुङरिन कोरियनको चाहिँ फाइट भएको थियो जापानिज फाइटर मियागुचीसँग है। हि इज फ्रम द बक्सिङ एन्ड किक बक्सिङ ब्याकग्राउन्डबाट। सो हिज मुभमेन्ट वाइज है, पन्चिङ थ्रोइङ सम पन्चेस, त्यो मल्टिपल बडी किक, स्विच किक्स है, इट्स इन्सेन ब्रो। अल्सो हि टुक द हिज फर्स्ट राउन्ड। सो चुङरिन कोरियनको फाइट हेर्ने हो भने पनि एज रविन्द्र राठको जस्तै हि फर्स्ट इनिसियल टाइमबाट नै फर्स्ट सेकेन्डबाट नै हि गिभ प्रेसर टु द अपोनेन्ट। हाम्रो जापानिज फाइटर जो मियागुची थियो उसलाई प्रेसर दियो। इभन मियागुची फ्रम द बक्सिङ ब्याकग्राउन्ड, उसको मुभमेन्टहरू उसको स्ट्राइकिङहरू राम्रो थियो। सो हि थ्रो मल्टिपल स्विच किक्स, बडी किक्सहरू अगेन एन्ड अगेन बडी किक्सहरू चाहिँ थ्रो गरिरहेको थियो मियागुचीले चाहिँ है। इभन दो सम हेड किक्स, बट चुङरिन कोरियनले चाहिँ डिनाइड इट है। हेभी हेड किक्सहरू हानिरहेको थियो, बट एबल टु ब्लक इट फ्रम चुङरिन साइड। सो त्यो प्रेसरहरूलाई चाहिँ मेन्टेन गर्न चाहिँ ट्राई गरिरहेको थियो चुङरिन कोरियनले। सो मुभमेन्ट वाइज टेक्निकल वाइज हेर्ने हो भने हि थ्रो सम निज बडी किक, स्विच किकहरू है फ्रम द
मियागुचीको साइडबाट चुङरिनको रिङको साइडबाट हेर्ने भने चाहिँ लेफ्ट हुक्सहरू मल्टिपल कम्बो लेफ्ट राइट एन्ड हुक्स इट्स इन्सेन knees trying to do some elbow होइन even not great landed भएन ground and pound एकदम इन्सेन थियो लाइक रविन्द्र इन द सेकेन्ड राउन्ड होइन सो he almost get knocked out है फर्स्ट अफ अल हाम्रो चुङरिन कोरियन पनि and then he able to get up and knocking it his opponent it's insane होइन हाई लेभल ग्रान्ड एन्ड पाउन्ड एज अलवेज होइन जुन हामीले एमएफएनमा पनि देखेकै हो he did submission and won the fight by submission है सो अबको अपकमिङ फाइटर फ्रम चुङरिन साइड he will be ताजिमा जो चाहिँ जापानिज फाइटर हो अगेन ब्रेकडाउनहरू चाहिँ म 1 by 1 लिएर आउने नै छु इफ यु वान्टेड लेट मी नो इन द कमेन्ट टु सब्सक्राइब लाइक अनि फिडब्याक पनि दिनु होला